हाउ माई स्ट्र्याटेजी वाज बिल्ड। मेरो स्ट्र्याटेजी कसरी बन्यो। अहिले मैले जुन स्ट्र्याटेजी युज गर्छु फरेस्ट ट्रेडिङ गर्नको लागि त्यो स्ट्र्याटेजी कसरी बिल्ड भयो भनेर यस भिडियोमा म तपाईहरुलाई मेरो बिगिनिङ फेज मैले जुन स्टार्टिङ पोइन्टदेखि यो अहिलेसम्म आउँदाखेरि मैले के गरेँ र कसरी मैले यो स्ट्र्याटेजी बिल्ड गरेँ भनेर तपाईहरुलाई यस भिडियोमा मेरो ओभरअल स्ट्र्याटेजीको जर्नी तपाईहरुलाई शेयर गर्छु। यो जुन जर्नी तपाईले सुनेर यसबाट धेरै इन्स्पिरेसन लिन सक्नुहुन्छ। कसरी चाहिँ एउटा स्ट्र्याटेजी बिल्ड हुँदो रहेछ, के त्यो युट्युबमा खोजेर कसैले भन्देर हुन्छ कि आफैले बिल्ड हुन्छ, त्यो सबै कुराहरू तपाईहरुलाई म यस भिडियोमा एक्सप्लेन गर्नेछु। त्यसैले एकदमै फ्रुटफुल भिडियो हुन गइरहेको छ यो, विदाउट स्किप हेर्नु होला। र जसरी एउटा मान्छे इन्ट्री गर्छ ट्रेडिङमा, फरेक्स ट्रेडिङमा वा तपाईको जुनसुकै ट्रेडिङमा, उसले सबसे सुरुमा एउटा स्ट्र्याटेजी उसले के बुझेको हुन्छ, सपोर्ट एन्ड रेजिस्टेन्स। सपोर्ट एन्ड रेजिस्टेन्स कहाँबाट मार्केट बढ्दै थियो भनौँ, जुन पोइन्टबाट मार्केट धेरै बढेको छ त्यहाँनिर लाइन मार्क गर्ने, त्यसपछि त्यहाँनिर आएपछि एउटा क्यान्डल स्टिक प्याटर्न बन्छ। जस्तै एउटा ह्यामर प्याटर्न बन्यो भने, एउटा इन्गल्फिङ तपाईको क्यान्डल बन्यो भने ट्रेड गर्ने भन्ने जुन स्ट्र्याटेजी छ, यो चाहिँ मेरो सबसे पहिलो स्ट्र्याटेजी नै यही थियो। र मैले त्यो बेला युट्युबमा खोज्दाखेरि पनि यही स्ट्र्याटेजी हुन्थ्यो, क्यान्डल प्याटर्न। र त्यो क्यान्डल प्याटर्न चाहिँ कहाँ बनिनु पर्यो, सपोर्ट एन्ड रेजिस्टेन्समा थियो। यसको कमी के थियो भने एज अ बिगिनरमा यसले तपाईहरुलाई डिसिप्लिन बनाउन सक्दैन थियो, किनकि तपाईको त्यो ह्यामर प्याटर्नहरु जहीँ बनिन्थ्यो र तपाईले चार्टलाई जुम आउट गर्नुहुन्छ भने प्रत्येक पोइन्टबाट मार्केट सपोर्ट भएछ देखिन्छ, प्रत्येक पोइन्टबाट मार्केट रेसिस्ट भएको देखिन्छ। त्यही भएर यो स्ट्र्याटेजीले चाहिँ जुन मेरो सबसे पहिलो स्ट्र्याटेजी थियो, यो जुन क्यान्डल प्याटर्न, यसले मलाई कुनै पनि राम्रो फाइदा गरेन, झन् मलाई घाटा मात्र गरायो। त्यसपछि मैले मेरो स्ट्र्याटेजी जुन छ सिफ्ट गरेँ, हल्का मैले युट्युबतिर खोजेर त्यसपछि मैले इन्डिकेटर फलो गर्न थालेँ। इन्डिकेटर के थियो भने सिम्पल थियो, एउटा म इएमए लगाउँथेँ, 200 इएमए लगाउँथेँ र सुपर ट्रेन्ड हेर्थेँ। र यदि इएमए चाहिँ तपाईको चार्ट भन्दा मुनि छ, यानि कि चार्ट चाहिँ तपाईको त्यो 200 इएमए भन्दा माथि छ र सुपर ट्रेन्डले बाई भन्यो भने म बाई गरिदिन्थेँ। र त्यो बेला मैले रिस्क टु रिवार्ड लिन्थेँ 1:1, किनकि 1:2 म त्यत्रो बेर होल्ड गर्न सक्दिनँ थिएँ, किनकि बिगिनर थिएँ, र 1:1 गर्थेँ। र यो चाहिँ मेरो जर्नीको सबसे पहिलो मेरो प्रोफिटेबल स्ट्र्याटेजी हो। सायद त्यो बेला के हुनसक्छ भने म जुन बेला त्यो स्ट्र्याटेजी युज गर्दै थिएँ म बुलिस ट्रेन्डमा थिएँ होला। त्यो बेला म गोल्ड ट्रेड गर्थेँ। जुन बेला मैले त्यो ट्रेड गरेँ त्यो बेला सायद मार्केट एउटा बुलिस ट्रेन्डमा थियो होला र त्यसले मलाई फाइदा गरायो। तर सदाबहार ट्रेन्डमा जाँदैन, कुनै बेला साइडवेज हुन्छ, र जुन बेला साइडवेजमा गयो त्यसपछि त्यो स्ट्र्याटेजीले पनि मलाई फाइदा गरेन, मलाई घाटै गर्यो। त्यसपछि मैले यसरी सजिलो तरिका भन्दा पनि म कन्सेप्ट बुझ्नुपर्छ भनेर मैले हल्का रिसर्च गर्न थालेँ। र रिसर्च गर्दाखेरि मैले के थाहा पाएँ भने एउटा स्मार्ट मनी कन्सेप्ट भन्ने छ। र स्मार्ट मनी कन्सेप्ट भन्ने त्यो बेला अलिअलि मान्छेहरूले कुरा गर्दै थिए। ठुल्ठुलो रिस्क टु रिवार्डवाला जुन तपाईँले देख्नुहुन्छ लङ पोजिसन होइन, सानो चाहिँ स्टप लस र ठुल्ठुलो चाहिँ युज प्रफिट भएको स्क्रिनसटहरू प्रायः जसो ग्रुपहरूमा मैले देखिरहेको हुन्थ्यो। मैले यो कुन स्ट्र्याटेजी हो भनेर खोजेँ। र स्मार्ट मनी कन्सेप्ट पनि मैले त्यो बेला धेरैवटा भिडियो हेरेर, जस्तै 20-22 वटा त मैले भिडियोहरू हेरेँ होला, धेरै कुरा भन्थ्यो होइन, र मैले लर्न गरेँ स्मार्ट मनी कन्सेप्ट। र स्मार्ट मनी कन्सेप्ट पनि प्रफिटेबल त प्रफिटेबलै थियो, तर एकदम के थियो भने त्यसमा धेरै चाहिँ पेसेन्स चाहिन्थ्यो, जुन बिगिनर फेजमा हुँदैन थियो। र अर्को कुरो के भने एउटा सठिक टाइम हुँदैन थियो, कुन बेलादेखि कुन बेला बस्ने त, अर्डर ब्लक त जुन बेला नै बनिन्छ, अर्डर ब्लकमा जुन बेला आउँदाखेरि ट्रेड गर्ने भनेर त्यो एउटा चाहिँ कन्फ्युजन थियो। त्यही बेला पनि सेसन्सहरू थियो होला होइन, त्यो मैले त्यतातिर मेरो ध्यानै गएन। त्यो बेला कुनै एउटा स्पेसिफिक टाइममा बस्नुपर्छ भनेर त्यो कुराहरू मैले देखिनँ, किनकि स्मार्ट मनी कन्सेप्ट प्रफिटेबल त प्रफिटेबलै थियो, किनकि धेरैवटा सानो लस भए पनि एउटा चाहिँ प्रफिट भयो भने त्यसले सबै कभर गरिदिन्थ्यो, किनकि त्यसमा ह्युज रिस्क टु रिवार्ड पाइन्थ्यो। तर धेरैवटा लसहरू फेस गरेपछि के हुन्छ भने एउटा कन्फिडेन्स डाउन हुन्छ र आफ्नो स्ट्र्याटेजीमा अलिकति शङ्का लाग्न थाल्छ। त्यसपछि मैले जुन जो एसएमसीबाट मैले आइसिटीमा सिफ्ट गरेँ। आइसिटीमा चाहिँ के थियो भने त्यो बेला भनेको अब मान्छेहरू एट्र्याक्ट पनि हुन्थे, किनकि त्यहाँनिर एल्गोरिथम भन्थ्यो होइन, मार्केटले तपाईँलाई ट्र्याप गर्छ यताउता भनेर धेरै कुराहरू हुन्थ्यो। विदाउट लिक्विडिटी नबुझिकन प्रफिटेबल हुँदैन, जसो गरेर पनि त्यो स्टप लस हान्छ भनेर यस्ता कुराहरू हुन्थ्यो। र युट्युबमा त्यो बेला आइसिटी कन्सेप्टहरू व्यापक थियो होइन, एकदमै फैलिएको थियो। र मैले पनि त्यही कन्सेप्ट मैले जान्ने इच्छा गरेँ र मैले गरेर आइसिटीको त तपाईँको जुन आइसिटीको जुन मेन फाउन्डर छ त्यसकै च्यानलमा पनि धेरैवटा भिडियोहरू थियो। मैले लगभग सबै भिडियो हेरेँ, तर सबै भिडियो
हेरेर फाइदा हुन्छ भन्ने छैन, किनकि त्यहाँनिर कन्सेप्टहरू धेरै छ र सबै कुराहरू फलो गर्ने हुँदैन। र मैले त्यहाँनिर हेरेर अब अगाडिको धेरै एक्सपिरियन्स पनि थियो एसएमसीको, र त्यहाँमध्ये मलाई चाहिँ 2022 कि 21 मोडल छ एउटा, र मैले अहिले पनि त्यही स्ट्राटेजी नै हो, त्यही नै मोडल हो, मोडल त त्यही नै हो, तर ओभरअल कहाँ ट्रेड गर्ने भन्ने फरक हुन्छ। तर ओभरअलमा मोडल मेरो त्यही नै हो, मार्केट स्ट्रक्चर सिफ्टवाला मोडल होइन। तपाईँले हेर्न सक्नुहुन्छ एउटा स्विप हुन्छ, त्यसपछि मार्केट स्ट्रक्चर सिफ्ट हुन्छ, अनि फेयरवेल ग्यापमा आउँछ, अनि ट्रेड गर्ने। त्यसरी मैले स्ट्राटेजी बनाएर, यो स्ट्राटेजी त्यति सजिलो बनेन। आइसिटी सिक्दाखेरि म एसएमसीबाटै ट्रेड गरिरहेको थिएँ, एसएमसीमा पनि राम्रै थियो, तर के थियो भने मैले भनिहालेँ लसेसहरू बढी हुन्थ्यो, विन रेट मैले पक्र्न सक्दैन थिएँ, जस्तै 35-40% हुन्थ्यो, र अहिले पनि त्यही नै छ, 30% 40% नै छ। तर त्यो बेला एज अ बिगिनर चाहिँ के हुन्छ भने यदि लो विन रेटवाला सेटअप छ भने अलिकति कन्फिडेन्स डाउन हुन्छ। अब आइसिटीमा पनि त्यही नै छ, आइसिटीको पनि धेरै विन रेट हुँदैन, आइसिटी पनि त्यही रिस्क टु रिवार्डकै बेसिसमा हो, तपाईँले रिस्क गरे भन्दा रिवार्ड बढी पाउनुहुन्छ, त्यही भएर विन रेट त्यति म्याटर गर्दैन। यदि राम्रो चाहिँ प्लान बनाएर ट्रेड गर्नुहुन्छ भने आइसिटी भनौँ जुनसुकै स्ट्राटेजीले पनि काम गर्छ। त्यति गरिसकेपछि जुन मैले आइसिटीको त्यो भिडियोहरू हेरेर मैले स्ट्राटेजी बनाएँ, यो अगाडिको 2-3 महिनासम्म म त्यही स्ट्राटेजी फलो गर्थेँ, हुबहु त्यही मोडल हो, मार्केट सिफ्ट हुन्छ, फेयरवेल ग्यापमा आउँछ, 20% मुनि, अनि ट्रेड गर्ने। र सुरुमा म 1:3 रिस्क टु रिवार्ड लिन्थेँ। 1:3 हुँदाखेरि के हुन्थ्यो भने तिनवटा लस गर्नुभएको छ रिसेन्टली पनि, एउटाले पनि कभर गरिदिन्थ्यो, र त्यो राम्रो छ है। यदि तपाईँ लसेस देख्न सक्नुहुन्छ, लसेसले तपाईँलाई केही पनि असर गर्दैन भने त्यो 1:2 वाला रिस्क टु रिवार्ड राम्रो छ। तर इभेन्चुअली के भयो भने धेरैवटा लसेस इन अ रो हुन्छ 1:3 हुँदाखेरि, किनकि हामी ठुलो मार्केट मुभ टार्गेट गर्दैछौँ र प्रत्येकपल्ट मार्केट ठुलै मुभ गर्छ भन्ने छैन, कहिले काहीँ फर्केर आउँछ। त्यही भएर इच एन्ड एभ्री टाइम 1:3 ल्याउन सकिँदैन। त्यसो हुँदा के हुन्छ भने कुनै मन्थमा हेभी रिवार्ड आउने भयो, कुनै मन्थमा ब्रेक इभन, लस, वा एउटा मन्थभरि तपाईँले 10वटा ट्रेड लिनुभएको छ भने 7वटा चाहिँ लस अनि 2टा चाहिँ विन, यस्तो हुनसक्छ। त्यसो हुँदा के हुन्छ भने हो ओभरअलमा त विनै छ, तपाईँको जुन क्यापिटल छ पोजिटिभै छ, तर के हुन्छ भने त्यो धेरैवटा लसले चाहिँ एकदम हेभिली इम्प्याक्ट पार्छ। तर पनि मैले यो ट्रेड गरिरहेको थिएँ, तपाईँलाई मैले देखाएको छु होइन, अगाडिका भिडियोहरूमा मैले जुन माई फोरेक्स फन्डको जुन च्यालेन्ज हो त्यहाँनिर मेरो स्ट्राटेजी 28%, 35% थियो, तर पनि त्यस्तो स्ट्राटेजीबाट पनि मैले पास गरेर 2-3टा पेआउट पनि निकालेर तपाईँलाई देखाएँ। यो आइसिटी भनेको चाहिँ विन रेट भन्ने हुँदै होइन, ओभरअल रिस्क टु रिवार्डवाला स्ट्राटेजी हो नि यिनीहरू एसएमसी र आइसिटी, र मलाई त्यो थाहा थियो। त्यही भएर मलाई चाहिँ जुन जतिसुकै पनि लस इन रो भयो भने मलाई के असर पर्दैन थियो, किनकि मैले एउटा विन गरेँ भने त्यो कभर भइहाल्छ। मैले 2टा विन गरेँ भने लगभग 6देखि 12वटा ट्रेडहरू कभर हुन सक्थ्यो होइन, 2-3टा मैले विन गरेँ भने हो, त्यो बेसिसमा चाहिँ म ट्रेड गरिरहेको थिएँ। यो स्ट्राटेजी राम्रो थियो, तर अलिकति कन्फिडेन्स चाहिँ हुनुपर्छ। त्यसैले पनि यो आइसिटी स्ट्राटेजी युज गर्नेहरूले सक्सेस नपाउनुको कारण के हो भने यो सोल्ली बेस्ड छ रिस्क टु रिवार्ड र कहाँनिर ट्रेड लिनुहुन्छ, कतिको तपाईँले आफ्नो प्लान फलो गर्नुहुन्छ, डिसिप्लिन माग्छ। आइसिटी स्ट्राटेजीले डिसिप्लिन माग्छ, र यदि डिसिप्लिन हुँदैन भने यो आइसिटी स्ट्राटेजीमा तपाईँले रिजल्ट देख्न गाह्रो छ। त्यही भएर यदि डिसिप्लिन अलिकति तपाईँको कमजोरी हो भने चाहिँ हाई विन रेटवाला स्ट्राटेजी कुन छ, कन्सेप्ट कुन छ, त्यतातिर जाँदाखेरि राम्रो हुन्छ। किनकि आइसिटीमा भनेको 35, 40, 50% मात्र चाहिँ मैले भेटेको छु, र कुनै मन्थ अब राम्रो हुन्छ, मैले म्याक्सिमम भेट्न सकेको भनेको यसमा मैले 70%सम्म चाहिँ कुनै मन्थ चाहिँ विन रेट भएको छ। तर ओभरअलमा अहिलेसम्मको हेर्ने हो भने क्यालकुलेट गर्दाखेरि 40-41% चाहिँ एभरेजमा विन रेट हुन्छ। र आइसिटीको एउटा राम्रो कुरो के थियो भने यसमा टाइम र सेसन एकदमै पर्फेक्टली छुट्याएको हुन्थ्यो, यानि कि कुन बेलादेखि कुन बेलासम्म स्टार्ट गर्ने भन्यो, र तपाईँ त्यही टाइम विन्डोमा बस्नुभयो भने सेटअपहरू भेटिन्थ्यो पनि। भनेपछि यो स्ट्राटेजीले एकदमै सुट गर्यो, र मैले यो स्ट्राटेजी ओभरअल फलो गरेँ। मेरो ओभरअल जर्नीमा मैले म्याक्सिमममा आइसिटी नै ट्रेड गरेँ, र अहिले पनि आइसिटी नै ट्रेड गरिरहेको छु। तर त्यो भनेको त के थियो भने मैले त्यो कतै भेटेको स्ट्राटेजी थियो, कतैबाट सिकेको स्ट्राटेजी थियो। कोही एउटा ट्रेडर छ जसलाई चाहिँ त्यो स्ट्राटेजीले हेल्प गर्यो, तर एउटा जो मान्छेले बनाएको स्ट्राटेजी हो त्यो सबैलाई हेल्प गर्छ भने सबैलाई उपयोग हुन्छ, सबैलाई म्याच गर्छ भन्ने हुँदैन। प्रोफिटेबल होला तर पनि सबैलाई म्याच गर्न सक्दैन। ओभरअल मैले त्यसलाई मोडिफाई गर्दै गएँ। धेरैवटा जुन पिडिआरए हुन्थ्यो सबैलाई फलो नगरेर लिक्विडिटी स्विप
र एफभिजीलाई मतलब फलो गरेँ। त्यसपछि मैले आफ्नै एउटा ट्रेन्ड फलोइङ स्ट्र्याटेजी त्यसमा एप्लाई गरेँ। प्रायः जसो आइसिटीमा के हुन्छ भने तपाईँहरूले रिभर्सल ट्रेन्डमा सबैमा ट्रेड गर्नुहुन्छ, तर मैले चाहिँ ओन्ली ट्रेन्ड मात्रै हेर्न थालेँ, किनकि कुनै महिना हेर्दाखेरि धेरै नै अप एन्ड डाउन भयो। 15-16 ट्रेड लिँदा पनि ब्रेक इभन मात्रै हुनु भनेको त के हो भने एकदम अप एन्ड डाउन हुनु हो। र मैले त्यो बेला जर्नल गरेको बेला जुन मैले हिस्ट्री हेरेँ त्यहाँनिर के थियो भने यदि मैले ट्रेन्डमा मात्र ट्रेड लिएको भए त्यो रिजल्ट अलिक राम्रो हुन्थ्यो भने त्यो कुराहरू मैले जर्नलबाट थाहा पाएर अनि ट्रेन्ड फलोइङ गर्न थालेको। जुन मैले तपाईँलाई भने मेरो जुन स्ट्र्याटेजीको सेसन भने मैले जस्तै एउटा टाइम छ, सीमित टाइम, लन्डन सेसन ओपन र युएसको एन्डमा। र यो जुन टाइम सेसनदेखि बाहिर चाहिँ म ट्रेडै लिँदैन थिएँ स्ट्रिक्टली। जस्तै न्युयोर्क दिउँसोको 12 बजीसम्म जस्तै एउटा सेटअप बनेर मुनि फेरि ग्याप ओपन छ भने म त्यहाँ ट्रेडै प्लेस गर्दिनँ थिएँ। भने अहिले चाहिँ म सिचुएसन हेर्छु र त्यहाँनिर अर्डर छ पनि म ओभरनाइट भोलिपल्ट ट्रिगर हुन्छ भनेर छोडिदिन्छु अहिले चाहिँ, किनकि त्यो मैले जुन मेरो जर्नलहरूमा हेरेँ कतिपय मैले त्यसरी स्ट्र्याटेजी मिस गरिरहेको थिएँ, किनकि भोलिपल्ट पनि आएर त्यो स्विप गर्छ अनि अर्को ट्रेड लिने मेरो जुन प्लान थियो त्यो प्रायः जसो हुँदैन थियो होइन। ओभरअलमा मैले हेर्दाखेरि त्यस्तो देखेँ। अहिले चाहिँ मैले के गर्छु भने त्यो स्ट्रिक्टली जुन त्यो विन्डो त त्यही नै हो मैले चार्ट हेर्ने, तर त्यहाँदेखि बाहिर पनि यदि सेटअपहरू छन् भने म लिने गरिरहेको छु अहिले चाहिँ। मतलब अब 12 बजीदेखि उता त म हेर्दैन, तर अगाडि चाहिँ जस्तै एसियन सेसन स्टार्ट भएदेखि र न्युयोर्क सेसनसम्म हेर्छु। मैले जुन सेसनमा ट्रेड गर्छु त्यो सेसनमा यदि कुनै सेटअप बन्यो र त्यहाँ मैले अर्डर प्लेस गरेको छु भने म त्यो ओपनै छोडिदिन्छु। यदि तपाईँको विकडेजहरूमै छ भने, यदि फ्राइडे छ र फ्राइडे चाहिँ अर्डर जस्तै सेटअप बन्यो भने चाहिँ म लिमिटबाट छोड्दिनँ, किनकि त्यो विकेन्ड हो, विकेन्डको बेला धेरै सिलेबस भएर त्यो ट्रिगर गर्न सक्छ र त्यसलाई बिगार्न सक्छ। अब भनौँ तपाईँको ओभरअल विकेन्डमा धेरै न्युजहरू आउन सक्छ जुन तपाईँको एउटा एनालाइसिस थियो अर्को विक चेन्ज हुनसक्छ, त्यही भएर विकको एन्डमा चाहिँ म त्यो हेर्दिनँ। र अब अर्को कुरो के हो भने जुन अगाडिको तपाईँले आइसिटी स्ट्र्याटेजी हेर्नुहुन्छ भने प्रायः जसो के हुन्छ भने एउटा कुनै फेयरवेल ग्याप हुन्छ र अलिकति माथि मात्र स्टप लस आएको हुन्छ, मतलब स्टप लस एकदम टाइट हुन्छ र मान्छेहरू प्रायः जो स्नाइपर ट्रेडिङ गर्न खोज्छन्, स्नाइपर भन्छन् नि, स्नाइपर ट्रेड गर्न खोज्छन् र सठिक ट्रेड लिन खोज्छन्। मैले पनि सुरुमा त्यही नै गर्थेँ, स्टप लस एकदम सानो राख्थेँ, रिस्क टु रिवार्ड लिने कोसिस गर्थेँ। तर त्यसले के भयो भने ओभरअलमा मार्केट प्रत्येकपल्ट त्यस्तै गर्छ भन्ने हुँदैन। मार्केटलाई अलिकति कुनै टाइम चाहिँ ब्रिदिङ स्पेस चाहिन्छ। कहिलेकाहीँ मार्केट तपाईँको फेयरवेल ग्यापमा टच भएर जान्छ भन्ने हुँदैन, कहिलेकाहीँ फेयरवेल ग्यापभन्दा अलिकति मुनि पनि आउन सक्छ प्राइस, त्यसैले अलिकति मुनि आइदियो र तपाईँको स्टप लस एकदमै टाइट छ भने चाहिँ एकदमै चाहिँ तपाईँले क्लोजमा राख्नुभएको छ भने स्टप लस छोडेर जान सक्छ। त्यही भएर त्यो पनि मैले मेरो जर्नलहरूमा देखेँ, त्यो कारणले पनि धेरैवटा लसेस भएको छ। त्यही भएर मैले चाहिँ अब त्यो मोडिफाई स्ट्र्याटेजीमा चाहिँ म चाहिँ अहिले चाहिँ के गर्छु भने मार्केटलाई हल्का ब्रिदिङ स्पेस दिन्छु, यानि कि सकेसम्म त्यो ठाउँको लो कुन छ, लोमा स्टप लस राख्छु, जहाँनिर चाहिँ स्टप लस सेफ छ त्यहाँ राख्छु। त्यसो गर्दाखेरि के भयो भने मार्केट तपाईँले भनेको ठाउँबाट पनि अलिकति मुनि गयो भने पनि त्यो ट्रेड सेभ हुन्छ र यदि तपाईँको एनालिसिस सही छ भने तपाईँले त्योबाट रिजल्ट देख्न सक्नुहुन्छ। यो जुन आइसिटी स्ट्र्याटेजी थियो यसको एउटा अर्को पनि एउटा के बेफाइदा भनौँ, अर्को नराम्रो एक्सपेक्ट के थियो भने तपाईँहरू चार्ट्समा एभाइलेबल हुनुपर्छ। कतै सेटअप बनायो भने तपाईँ त्यहाँ हुनुपर्छ र तपाईँले छिटो आफ्नो डिसिजन लिनुपर्छ, अर्डर प्लेस गरिहाल्नुपर्छ। यदि तपाईँले 15 मिनट 5 मिनट ढिलो गर्नुभयो भने पनि तपाईँले त्यो ट्रेड मिस गर्न सक्नुहुन्छ। र प्रत्येकपल्ट त्यस्तो हुन्छ भने चाहिँ, तर धेरै जसो टाइम त्यस्तो हुनसक्छ, किनकि हामीले सानै टाइम फ्रेम हेर्दैछौँ, 15 मिनट पनि सानै हो। यदि कुनै हाई तपाईँले ब्रेक गर्छ अनि फेयरवेल ग्यापमा आउँछ अनि इन्ट्री गर्छु भनेर तपाईँको त्यो सेटअप छ भने, यदि कुनै ठाउँमा मार्केटको सिफ्ट दियो र मुनि फेयरवेल ग्याप छ भने तपाईँले अब त्यो फेयरवेल ग्यापमा अर्डर छिटोभन्दा छिटो प्लेस गर्नुपर्ने हुन्छ, किनकि कहिलेकाहीँ प्राइस एकैछिनमा टच भएर जान सक्छ र कहिले त्यो माथि गइसकेपछि फेरि फर्केर तपाईँको पोइन्टमा आउँछ भन्ने होइन, आउँछ भन्न कोही बेला आउला, तर म्याक्सिमम् टाइम नआउन सक्छ। त्यही भएर चाहिँ सेटअप बनिने बित्तिकै तपाईँ चाहिँ त्यहाँ एभाइलेबल हुनुपर्थ्यो, यो स्ट्र्याटेजीमा हुनुपर्छ पनि है। एकदमै चाहिँ भनौँ तपाईँको चाहिँ यो 9 to 5 जब जस्तो हुन्थ्यो कहिलेकाहीँ चाहिँ, यदि सेटअप बन्यो भने तपाईँ त्यहाँ एभाइलेबल हुनै पर्ने हुन्थ्यो। र यो कारणले के हुन्थ्यो भने धेरैवटा प्रफिटेबल ट्रेड मिस हुन्थ्यो। त्यही ट्रेड मिस गरेकै कारणले ओभरअलमा त्यो मन्थको रिजल्टमा एफेक्ट भएको थियो। अब फुल टाइम ट्रेडिङ दिन सक्नुहुन्छ, तपाईँलाई कसैले डिस्टर्ब गर्दैन भने त्यो प्रब्लम होइन, तर कहिलेकाहीँ के हुन्छ भने कहिलेकाहीँ भ्याइँदैन होइन, कहिलेकाहीँ भ्याइँदैन। तपाईँको सेटअप बन्यो भने तपाईँ त्यहाँ
ट्रेड गर्नलाई तपाईँ त्यहाँ एभाइलेबल नहुन सक्नुहुन्छ। अब फोनमा गर्दा हुन्छ भन्नुहुन्छ नि, फोनमा पनि कहिलेकाहीँ एभाइलेबल हुँदैन, केही काम गर्न सकिरहेको हुन्छौँ हामी, कहीँ हुन सक्छौँ हो। त्यसो हुँदा के भयो भने तपाईँले धेरैवटा प्रोफिट मिस गर्नुभयो। र मैले चाहिँ यो चाहिँ मेरो कमी देखेँ मैले, र मैले स्नाइपर इन्ट्री खोज्न छोडिदिएँ। मतलब तपाईँको जुन अगाडि मैले भने सटिक इन्ट्रीहरू ठक्क स्टप लस पनि टाइट राख्ने र छिटो तपाईँको टार्गेटसम्म पुग्ने खालको जुन तरिका हुन्छ स्नाइपर इन्ट्री, त्यो मैले हेर्न छोडिदिएँ। मार्केटमा एउटा ठाउँमा अर्डर प्लेस गर्ने, मार्केटलाई ब्रिदिङ स्पेस दिने, स्टप लस ठुलो भए पनि केही छैन, ठुलै होस्, टार्गेट पनि पर भए केही छैन, त्यसरी राखिदिन्छु आजकल। यदि ट्रेन्ड एनालाइसिस चाहिँ तपाईँले गर्नुभएको छ भने तपाईँको स्टप लस जतिसुकै ठुलो भए पनि, यदि मार्केट वान साइडेड छ भने तपाईँको टार्गेट जतिसुकै पर भए पनि त्यो टच भएरै छोड्छ। अहिलेको जुन मेरो स्ट्राटेजीमा चाहिँ यदि मैले ट्रेन्ड हेर्न चाहिँ सकिनँ, ट्रेन्ड मैले छुट्याइनँ भने मलाई घाटा हुन्छ, भनौँ मेरो लस हुन्छ। ओभरअल अहिले चाहिँ म स्नाइपर इन्ट्री त्यो मुनि चाहिँ तपाईँको 50% भन्दा मुनिको फेयर भ्यालु ग्यापमै आउनुपर्छ, अनि ट्याग हुनुपर्छ, होइन भने रिस्क टु रेट भेट्दैन, त्यसमा होइन। यदि प्राइस कुनै ठाउँबाट मार्केटको सिफ्ट दिएर पनि निकै युज गएको छ भने पनि म इन्ट्री गर्दाखेरि 50% नै मुनि आउनुपर्छ भन्ने छैन, म कहिलेकाहीँ माथि नै पनि गरिदिन्छु। रिसेन्टली अर्को कुन प्रिभियस हाई तोडेको थियो त्यही हाईकै म टार्गेट राखिदिन्छु। त्यसो गर्दाखेरि के भयो भने त्यो जुन फेयर भ्यालु ग्याप छ, फेयर भ्यालु ग्यापमै टार्गेट राख्नुपर्छ, होइन भने मिस हुन्छ भन्ने त्यो कुरो चाहिँ कम भयो यसले। प्राइस जतिसुकै माथि जाओस्, जतिसुकै डिस्प्लेसमेन्टमा माथि जाओस्, मैले 15 मिनट 20 मिनट पछि पनि त्यहाँनिर मैले अर्डर प्लेस गर्न मिल्छ। त्यसो हुँदाखेरि किनकि मैले ट्रेन्ड एनालाइसिस गरिरहेको छु, म ट्रेन्ड हेरिरहेको छु। यदि मार्केट जाने माथि नै हो भने कहिलेकाहीँ रिट्रेस होला, मेरो टार्गेटसम्म मेरो जुन लिमिटमा छ होला, अनि माथि नै जान्छ भन्ने त्यो मेरो एनालाइसिस हुन्छ। अहिले मेरो ट्रेडहरू कतिको फ्रिक्वेन्टली भइरहेको छ त, अब ठुलो स्टप लस छ यताउता भन्दाखेरि त्यस्तो मेरो स्ट्राटेजीमा जस्तो नम्बर अफ ट्रेड कति लिन्छ त्यसमा मेरो केही फरक चाहिँ भएको छैन। अझ मेरो जुन प्रिभियस जुन स्नाइपर इन्ट्रीवाला थियो त्योवाला चाहिँ स्ट्राटेजीमा चाहिँ धेरै एउटा ट्रेडहरू मिस भएको कारणले चाहिँ मन्थली ट्रेड कम हुन्थ्यो। तर अहिलेको जुन स्ट्राटेजी छ यसमा चाहिँ मेरो कहिलेकाहीँ ट्रेडहरू बढी पनि भइरहेको हुन्छ मेरो ओभरअल एभरेज भन्दाखेरि, किनकि म त्यो सटिक त्यो मेकानिकल एप्रोच नहेरेर यो फलो गर्ने। अगाडि चाहिँ भनेको मेरो स्ट्राटेजी ओभरअल रोबोट टाइपको थियो, त्यहाँनिर यो कन्डिसन त ठ्याक इन्टर गर्थेँ। र अहिले चाहिँ ओभरअलमा आफ्नो प्राइस एक्सन हेरेर आफ्नो जुन एक्सपिरियन्स अनुसार पनि यहाँ प्लेस गर्ने, कहाँ प्लेस गर्ने भन्ने त्यो हेरेर ट्रेड गर्छु। र यो भनेको ओभरअलमा तपाईँले पनि आफ्नो जर्नीहरूमा तपाईँले थाहा पाउनुहुन्छ, किनकि त्यस्तो सटिक रोबोट टाइपको ट्रेड भनेको सुरुमा आफूलाई डिसिप्लिन र पेसेन्स बनाउन ल्यायो। र त्यो टाइमभित्र तपाईँहरूले सबै दिन तपाईँले अर्डर प्लेस गर्दै गएपछि, जर्नल बनाउँदै गएपछि, विन्स देख्दै गएपछि, लस देख्दै गएपछि, ट्रेन्ड एनालाइसिस गर्दै गएपछि, मार्केटको मुभमेन्ट हेर्दै गएपछि तपाईँहरूले पनि आफ्नो बेग्लै वे अफ इन्ट्री थाहा पाउन सक्नुहुन्छ। त्यसैले मेरो स्ट्राटेजी यो जुन जर्नीमा बिल्ड हुँदै गएको, मैले कतै भेटाएको स्ट्राटेजी होइन। यो सुरुमा इन्ट्री गर्दा मैले भेटाएकै हो, कतैबाट भेटाएर मैले गरेँ। सुरुमा स्ट्रिक्टली त्यसरी नै फलो गरेँ, तर त्यो फलो गर्दाखेरि त्यो कुनै अर्को मान्छेले बनाएको स्ट्राटेजी जुन उसलाई सुट गर्थ्यो त्यसले मलाई सुट गरेन। मैले यसलाई यो मेरो जर्नीमा मैले यसलाई इम्प्रुभ गर्दै चेन्जेस गर्दै ल्याएँ, र अहिले जुन स्ट्राटेजी म अहिले फलो गरिरहेको छु यो अहिले मलाई यो बेला मलाई सुट गरिरहेछ। पछि गएर सुट नगर्न सक्छ, मैले हल्का मोडिफाई गर्न सक्छु। र यहाँसम्म मेरो जर्नी थियो मेरो स्ट्राटेजीको। सुरुमा मैले बेसिक सपोर्ट एन्ड रेजिस्टेन्ट क्यान्डल प्याटर्न हेरेर अहिले आएर जुन मेरो स्ट्राटेजी छ अहिले, यो स्ट्राटेजी अब मैले आइसिटी भन्ने कि के भन्ने, आइसिटी हो किनकि म फेयर भ्यालु ग्याप र लिक्विडिटी स्विप हेर्छु, त्यहाँदेखि बाहेक म अरू कुनै पनि त्यहाँ हेर्ने चलन मेरो छैन। मार्केट सक्छ सिफ्ट पनि हेर्न सक्छु, चेन्ज अफ क्यारेक्टर पनि हेर्न सक्छु, अहिले मार्केटमा कस्तो डिस्प्लेसमेन्ट भएको छ त्यसरी पनि इन्टर गर्न सक्छु। ओभरअलमा अहिले चाहिँ मेरो त्यस्तो सटिक तपाईँलाई मैले भन्ने हो भने मेकानिकल एप्रोच छैन यो ठाउँमा ट्रेड गर्ने भन्ने। र त्यो जुन स्ट्राटेजी चाहिँ मैले मेरो मोडिफाई स्ट्राटेजी चाहिँ मैले यसलाई मेरो मेन स्ट्राटेजी बनाएको छु। अब जुन मेरो अर्को स्ट्राटेजी छ जुन मैले मेकानिकल एप्रोच भने यो टाइमदेखि यो टाइम, त्यो स्ट्राटेजी मैले कम्प्लिटली छोडेँ भन्ने छैन, त्यो पनि मैले गर्दैछु। डाइभर्सिफिकेसन गरेको राम्रो हो, कहिलेकाहीँ एउटा स्ट्राटेजीले पर्फर्म गरेको छैन भने अर्को स्ट्राटेजीले पर्फर्म गर्न सक्छ, र त्यो दुईवटा स्ट्राटेजी साइड बाई साइड गर्दाखेरि फाइदा हुनसक्छ। त्यस्तो अहिले हुनुहुन्छ जस्तो तपाईँले अहिले डिसेम्बरको हेर्नुहुन्छ भने डिसेम्बरमा धेरै मुभमेन्ट भएको छैन, र जुन मैले अहिले मोडिफाई गरेको स्ट्राटेजी भने त्यो स्ट्राटेजीले त्यति राम्रो अहिले पर्फर्म गरिरहेको छैन। तर जुन मेरो प्रिभियस अगाडिको जुन आइसिटी स्ट्राटेजी थियो, प्योर आइसिटी मेकानिकल स्ट्राटेजी,
त्यो स्ट्र्याटेजीले चाहिँ राम्रो पर्फर्म गरिरहेको छ अहिलेको डिसेम्बरको महिनामा, किनकि मार्केट धेरै मुभ भएको छैन र त्यो भनेको स्नाइपर इन्ट्री गर्ने हो, सानो स्टप लस राखेर ठुलो टार्गेट गर्ने हो र त्यसले राम्रो पर्फर्म गरिरहेको छ। त्यही भएर दुईटा स्ट्र्याटेजी साइड बाई साइड गरेको राम्रो हो, तर यो भनेको बिगिनरको लागि होइन, यो भनेको पछिको कुराहरू हो। त्यो स्टेजमा पुग्नु भयो, तपाईँले यसरी नै धेरै टाइम बिताउनु भयो 2-3-4 वर्ष भने पछि तपाईँले साइड बाई साइड दुईटा स्ट्र्याटेजी, एउटा यसरी नै ठुलो स्टप लसवाला डे ट्रेडिङ भन्दा पनि माथिको तपाईँको स्विङ ट्रेडिङ र डे ट्रेडिङको बिचकोलाई भनिन्छ मिडियम फ्रिक्वेन्सीवाला यो भयो। अर्को भनेको अलिकति फास्ट पेसवाला स्ट्र्याटेजी गर्न सक्नुहुन्छ। त्यसो गर्दाखेरि के हुन्छ नि, कहिलेकाहीँ एउटाले पर्फर्म गरेन भने अर्कोले तपाईँलाई पर्फर्म गरेर दिन सक्छ। र यो चाहिँ मेरो ओभरअलको स्ट्र्याटेजीको जर्नी थियो। स्ट्र्याटेजी भनेको कतै भेटाउने, कसैले सिकाउने भन्ने हुँदैन। यसरी नै तपाईँहरूले जर्नल गर्दै, रिभ्यू गर्दै, इम्प्रुभ गर्दै अनि तपाईँले आफैले चार्ट हेर्दाखेरि तपाईँले अब नयाँ प्याटर्नहरू, नयाँ तरिकाले म यसरी इन्ट्री गर्नुपर्ने रहेछ, यसो गर्नुपर्ने रहेछ, यसमा त यो कमजोरी छ भनेर थाहा पाउनुहुन्छ र तपाईँको एउटा स्ट्र्याटेजी बिल्ड हुन्छ जुन तपाईँलाई सुट गर्छ। यदि तपाईँहरू पेड मेन्टरसिपको खोजीमा हुनुहुन्छ भने म तपाईँहरूलाई यो एउटा मेन्टरसिप रिकमेन्ड गर्न चाहन्छु। यो चाहिँ एउटा ICT and SMC एडभान्स क्लासेस हो जुन अनलाइन एन्ड फिजिकल बोथमा एभाइलेबल छ। एउटा प्रोफिटेबल ट्रेडर हुनलाई के यो मेन्टरसिप कम्पलसरी छ? नो, बट यसले तपाईँले आफ्नो साइडबाट गर्ने जुन सुरुमा मेहनतहरू हुन्छ त्यो चाहिँ अलिकति कम गरिदिन्छ र तपाईँलाई फास्ट रिजल्ट चाहिँ पेड मेन्टरसिपले दिन सक्छ। यो मेन्टरसिप क्लासेस मैले आफै नै चेक गरेको छु र पास्ट स्टुडेन्टको रिभ्यू पनि राम्रो छ। यसको राम्रो कुरा के भने यु डोन्ट ह्याभ टु पे फर्स्ट, यानि कि तपाईँले एउटा ट्रायल क्लास लिनुहोस् जुन फ्री छ। तपाईँले त्यो ट्रायल क्लास लिनुहोस्, यदि राम्रो लाग्यो भने तपाईँले पे गर्नु, इनरोल हुनु, यदि राम्रो लागेन भने नलिनुहोस्, त्यसलाई इग्नोर गरिदिनुहोस्। त्यसैले फ्री क्लासेस लिन चाहनुहुन्छ भने चेक लिङ्क इन द डिस्क्रिप्सन।